हेलो गुड मर्निङ नमस्ते मामु छोरी आइसकेको छौँ हामी भिडियोमा। मेरो छोरी चाहिँ एक हप्ता बिरामी भएर एक हप्ता भयो स्कुल नगएको। आज चाहिँ स्कुल जान तयारी छ। अनि ऊ चाहिँ हिजो पनि एकछिन गएको थियो। अनि हिजो चाहिँ घरमै रेस्ट गराउने भनेर 2 पिरियड पढिसकेर टिफिनमा घरमा ल्याएर अनि रेस्ट गराएको। डाक्टरले पनि उसलाई रेस्ट गर्नु भन्नुभएको छ। उसको चाहिँ शरीरमा सेतो ब्लडको कमी भएर उसलाई चाहिँ रेस्ट अनि खानपिनको एकदम टाइम टेबल हुनुपर्छ भन्नुभएको छ डाक्टरले। त्यही भएर उसलाई चाहिँ आजबाट चाहिँ ऊ चाहिँ पुरै क्लास बस्ने कोसिस गर्ने छिन्। ऊ चाहिँ बिरामी भएर अनि भाइ म पनि बिरामी भएर हामी चाहिँ बल्ल बल्ल उठ्दैछौँ। अब चाहिँ हामी हल्का हल्का सन्चो भयौँ। आज चाहिँ ट्युसडे भएकोले मेरो छोरीको ड्रेस हाउस ड्रेस हो। अनि ऊ चाहिँ उसको चाहिँ हाउस वाइट हो। उसले चाहिँ भयो न मामु भयो भन्दैछ।